हेलो माई डियर स्टुडेन्ट्स, आज चाहिँ मैले बिएड सेकेन्ड सेमिस्टरको लर्निङ थ्योरिजमा भएको युनिट 1 जो चाहिँ अहिले यामीको सेकेन्ड सेमिस्टरको सिलेबसमा छ। आज चाहिँ हामी विशेष गरी फर्स्ट युनिटमा रहेर छलफल गर्नेछौँ। र सबै तयार हुनुहुन्छ? हुन्छ, हामी सुरु गरौँ है त। युनिट 1 मा चाहिँ हामीलाई सिकाइका उदयमान सिद्धान्तहरू जसलाई चाहिँ इमर्जिङ थ्योरिज अफ लर्निङ भनिन्छ। अब चाहिँ हामी विशेष गरी पाठतिर चाहिँ जानेछौँ है। युनिट 1 सिकाइ सिद्धान्तको परिचय, इन्ट्रोडक्सन अफ लर्निङ थ्योरी चाहिँ तल हेर्नुहोस् त, म पढ्नेछु है। सामान्य अर्थमा भन्दा कक्षा शिक्षण वा सिकाइमा प्रभावकारिता ल्याउने मार्गदर्शकलाई सिकाइका सिद्धान्त भनिन्छ। सिकाइका सिद्धान्तहरू भन्नासाथ शिक्षा मनोविज्ञानका सिद्धान्त भनिन्छ। मनोविज्ञानबाट नै सिकाइका सिद्धान्तहरूको विकास भएको कुरा दुईमत छैन। सिद्धान्तहरू दार्शनिकबाट निर्मित हुन्छन्। यिनीहरूले कक्षा कोठाको शिक्षणका बारेमा व्याख्या, विश्लेषण, निर्देशन गर्छन्। सिकाइका सिद्धान्तले सिकाइको प्रकृति, सिकाइ विधि, व्यक्तिगत भिन्नता, सिकाइका सिपहरू, शैक्षिक सामग्री, मूल्याङ्कन प्रविधि जस्ता विविध पक्षहरूमा शिक्षकलाई मार्गनिर्देशन गर्छ। यसले शिक्षण सिकाइका क्रियाकलापमा प्रभावकारिता ल्याउने शिक्षकको क्षमता वृद्धि गर्नमा सहयोग पुर्याउँछ। सिकाइ सिद्धान्तले जहिले पनि परिवर्तनलाई जोड दिन्छ। अनुभवद्वारा सिकेर कुनै व्यक्तिमा परिवर्तन आउँछ भने त्यो सिकाइ हुन्छ। मनोवैज्ञानिकहरूले सिकाइलाई ज्यादै कठिन र विस्तृत कार्य मानेका छन् जसले व्यक्तिको व्यवहारमा सुधार ल्याउँछ। शिक्षण कसरी गरिन्छ, सिकाइ कसरी प्राप्त हुन्छ, सिकाइलाई कसरी सुधार गर्न सकिन्छ भन्नु नै सिकाइ सिद्धान्त हो है। हेर्नुहोस् त, यहाँ चाहिँ नेपाली र इङ्ग्लिस दुवैमा चाहिँ व्याख्या गरेको छ है। यो चाहिँ हाम्रो ब्याचलरको पहिला चाहिँ इङ्ग्लिसमा हुन्थ्यो भने अहिले चाहिँ नेपाली अथवा इङ्ग्लिस दुवैमा हामीले चाहिँ लेख्न पाउँछौँ। क्वेसन दुवैमा आउँछ। त्यो भएर चाहिँ हामीलाई चाहिँ यहाँ पनि नेपाली अनि इङ्ग्लिसमा चाहिँ डिस्क्राइब गरेको छ है। अब यो त भयो। अब हामीहरू चाहिँ मैले चाहिँ यसलाई तीनवटा भागमा चाहिँ बाँडेको छु। एउटा चाहिँ इन्ट्रोडक्सन, अर्को चाहिँ बडी र कन्क्लुजन है। ल अब हामी त्यो बारे अरू अन्य कुराहरू अब थाहा पाउने है त। हेर्नुहोस् त, इन्ट्रोडक्सन परिचय है। सिकाइ सिद्धान्त भनेको मानिसले कसरी सिक्छ, सूचना कसरी ग्रहण गर्छ, कसरी बुझ्छ र कसरी सम्झिराख्छ भन्ने कुरा व्याख्या गर्ने सिद्धान्त हो। यसले सिकाइको प्रकृति र प्रक्रियालाई बुझ्न शिक्षक तथा विद्यार्थीलाई सहयोग गर्छ। सिकाइ सिद्धान्तहरू मुख्य मनोवैज्ञानिक आधारमा विकसित भएका छन्। यसले चाहिँ विद्यार्थीलाई मात्र नभएर के त शिक्षकलाई जोड दिएको छ है। शिक्षकलाई चाहिँ कसरी गर्ने अनि कसरी बच्चा बच्चीहरूलाई अगाडि बढाउने अनि भन्ने कुराहरू है। अनि मुख्य भाग यसको चाहिँ बडी हेरौँ है। बडीमा चाहिँ के भनेको छ, सिकाइ सिद्धान्तले सिकाइको प्रकृति, सिकाइका विधि, व्यक्तिगत भिन्नता, शैक्षिक सामग्री, मूल्याङ्कन विधि तथा कक्षागत क्रियाकलाप सम्बन्धी शिक्षकलाई मार्गदर्शन गर्छ। यसले प्रभावकारी शिक्षण सिकाइका लागि उपयुक्त विधि छनौट गर्न सहयोग पुर्याउँछ। अब चाहिँ यसको कन्क्लुजन है। कन्क्लुजनभन्दा अगाडि यहाँ चाहिँ सिकाइ सिद्धान्तले अब शिक्षकलाई के गर्न सहयोग पुर्याउँछ त्यो दिएको छ है। यसका चाहिँ सिकाइ सिद्धान्तले शिक्षकलाई
विद्यार्थीले कसरी सिक्छन् भन्ने बुझ्न उपयुक्त शिक्षण विधि छनौट गर्न, प्रभावकारी शैक्षिक सामग्री प्रयोग गर्न, विद्यार्थीका व्यक्तिगत भिन्नता बुझ्न, कक्षागत क्रियाकलाप सुधार गर्न र प्रभावकारी मूल्याङ्कन गर्न सहयोग गर्छ। अब यसको चाहिँ निष्कर्ष है, कन्क्लुजन। अन्त्यमा सिकाइ सिद्धान्तले सिकाइको प्रक्रिया र प्रकृति बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छ। यसले शिक्षकलाई प्रभावकारी शिक्षण विधि अपनाउन र विद्यार्थीको सिकाइ सुधार गर्न मार्गदर्शन गर्छ। त्यसैले प्रभावकारी शिक्षण सिकाइका लागि सिकाइ सिद्धान्तको ज्ञान आवश्यक हुन्छ। अब यो चाहिँ हामीले यसलाई चाहिँ कसरी यसको उत्तर लेख्ने त भन्ने कुरा हामीले सिक्यौँ। हजुरहरूले चाहिँ एकदमै लामो एन्सरहरू चाहिँ व्याख्या गर्नुपर्ने हुन्छ, लेख्नुपर्ने हुन्छ। त्यो कारण चाहिँ हजुरले जुन अगाडि अनि यो स्लाइडमा देखाएको थिएँ मैले जुन फर्स्टमा त्यो पार्टबाट चाहिँ हजुरले अन्य एन्सरहरू चाहिँ अनि थप्नुहुनेछ र यसलाई चाहिँ लम्ब्याउन सक्नुहुनेछ। आफूलाई कति चाहिन्छ, कति मार्क्सको छ, त्यो किसिमले चाहिँ हजुरहरूले चाहिँ लेख्नुहोला। अब चाहिँ यहाँ चाहिँ हाम्रो केही क्वेसनहरू छ, त्यसलाई चाहिँ हामीले सल्भ गर्नतिर लाग्नेछ है त। ल हेर्नुहोस् त, यहाँ चाहिँ मिड वेस्टर्न युनिभर्सिटी फाइनल इक्जाम 2073 मा भएको यो इक्जामको पेपर हो है। जो यहाँ चाहिँ मल्टिपल चोइस क्वेसनहरू दिएको छ। लेभल चाहिँ बिएड भनेको छ अनि सेकेन्ड सेमिस्टर है। सब्जेक्ट चाहिँ इमर्जिङ थ्योरिज अफ लर्निङ है। अनि हजुरहरूले चाहिँ यसको चाहिँ कोड नम्बर थाहा पाइरहनु पर्नेछ, EDU 323 है। अन्य क्वेसनहरूलाई चाहिँ हामी अर्को नेक्स्ट पार्टमा चाहिँ सल्भ गर्नेछौँ। आजलाई चाहिँ यति नै है। हाम्रो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला र अन्य यस्तै ज्ञानका कुरा प्राप्त गर्न हाम्रो च्यानललाई सब्स्क्राइब गरी लाइक गर्नुहोला र निरन्तर फलो गर्नुहोला। बाई बाई। हामी अर्को भिडियोमा भेट्नेछौँ। आजलाई चाहिँ यति है त।